तिमीलाई यति धेरै माया गरे तर मेरो मायालाई बुझेनौ तिमी प्रतिको मेरो भरोसा कहिले जोगाई राखेनौ मायाको लागि आफूलाई लताए तिम्रो निम्ति हजारौं सपना जलाए अनि तिमीलाई बनाए मेरो धडकन तर परिवर्तन गर्न सकिन तिम्रो मायाको कालो रंग मायाको कालो रंग मायाको कालो रंग महेश म आज स्टाफहरूसँग साह्रै खुसी छु है विशेष तिमीसँग तिमीलाई मैले यो जेनरल म्यानेजरको पोस्टमा राखेर मैले साँच्चै गल्ती गरिनँ रहेछु आज तिम्रो परिश्रमले गर्दाखेरि यो जे ग्रुप कम्पनीले यो महिना मात्रै 200 करोडको मुनाफा कमायो एकदम बधाई छ अनि सुन त त्यो एउटा जुन टेन्डर हुन गइरहेछ नि त्यो चाहिँ मेरो ड्रिम प्रोजेक्ट है त्यो 500 करोडको प्रोजेक्ट चाहिँ हामीले हातबाट जानु दिनु हुँदैन है जसरी पनि त्यसको लागि तिमी अहिलेदेखि नै काममा लागिहाल है के गर्नु पनि हाम्रो पुरानो रेकर्डहरू राखेर त्यो फाइल बनाइहाल म तिमीहरूसँग एउटा मिटिङ अर्जेन्ट गर्न चाहन्छु ल म आउँदैछु है ल सबै फाइलहरू रेडी पार ल ओके ल बाई म योपालि एकदमै खुसी छु तिमीले राम्रो काम गरेछौ र म चाहन्छु आउने दिनभरि पनि तिमीहरू यसरी नै खट्नेछौ र सबै टिमलाई कङ्ग्रेचुलेसन अरे Welcome home, Aryan. Welcome home. Aryan, welcome home, beta. Thank you, Dad. It really feels good to be out here after such a long time. बसेर बात गरौँ कस्तो भयो यात्रा?
राम्रो भयो तपाईँ सन्चै हुनुहुन्छ एकदम सन्चै छ बाटोमा केहरू खायो खाना खाएँ बाटो ओके छोरा अबदेखिको उपरान्तको समयमा चाहिँ अब तिम्रो परीक्षा सुरु भएको छ कस्तो परीक्षा आमा छोरा हाम्रो परिवारको एउटा रुल छ अनि यो रुल मुताबिक चाहिँ तिमी एउटा परीक्षा भएर जानुपर्छ जो मैले पनि गरेर आएको हो त्यो परीक्षा अनि प्रायः हाम्रो खानदानमा यो चाहिँ एउटा नियम बनेर आएको छ छोरा यो जे ग्रुपको यो कम्पनी अब तिम्रो हातमा छ म रिटायर हुने बेला भएको छु तर म चाहन्छु तिमीले यो जिम्मा लिनुभन्दा अगाडि तिमीले संसारलाई चिन्नुपर्छ अहिले तिमी त यस आराममा हुर्क्यौ तिमीले दुःख के देखेको छैनौ र यो हाम्रो एउटा सिद्धान्त नै भनौँ हाम्रो परिवारको तिमी हाम्रो पैसा बिना यो घरको एक पैसा नचलाइ तिमी चाहिँ त्यो संसारमा गएर तिमीले आफ्नो खुट्टामा उभिएर कमसेकम 1 वर्ष तिमी आफ्नो जीवन तिमीले व्यतीत गर्नुपर्छ ताकि तिमीले संसारलाई चिन्न सकौ त्यहाँदेखि त यो प्रपर्टी सबै तिम्रो नै हो हामी पनि ढुक्कै हुन्छौँ कि हाम्रो छोराले दुःख पनि देख्यो भनेर र जब तिमीले यो दुःख देखेर यो दुःखलाई चिनेर आउँछौ नि त्यहाँदेखि तिमीले जे ग्रुपलाई चाहिँ त्यो आकाशमा पुर्याउन सक्छौ त्यो बुलन्दमा तिमी पुग्न सक्छौ आमा म तपाईँहरूदेखि टाढो जानु भनेको होइन छोरा तिमीलाई सिक्नको लागि 1 वर्ष त हो 1 वर्ष त त्यही त हामी छँदैछौँ नि हामी चाहन्छौँ तिमी बलियो भएको तिम्रै भलाइको लागि हो छोरा ठिक छ I'll get back stronger. स्याबास छोरा म यही चाहन्थेँ हाम्रो प्रार्थना सधैँ तिम्रो साथमा छ It's been many days I have not eaten anything. I think this is life. यो गाडी पनि अहिले बिग्रिनु पर्थ्यो घर जानु ढिलो भइसक्यो बेला अब म के गर्नु छ्या के भयो हेर्नु न गाडी बिग्रेर न फोनमा नेटवर्क छ अब घर कसरी जानु म यहाँ
तपाईँको फ्युल पम्प बिग्रेको थियो तर एकचोटि सर्भिसिङ त गर्नै पर्छ अहिले लाइट ठिकै छ यु क्यान गो थ्याङ्क यू सो मच तपाईँ त एकैछिनमा बनाउनु भयो त तपाईँको नाम चाहिँ माई नेम इज आर्यन मेरो नाम चाहिँ साइना अनि तपाईँ कहाँबाट म अहिले कामको खोजीमा छु र मलाई बस्ने जग्गा पनि चाहिरहेको छ र बस्ने जग्गा खोजिरहेको छु ओके के हुन्छ ओके यु क्यान गो न हुन्छ Excuse me, Aryan. एकछिन यहाँ आउनु न एक्चुली आई क्यान हेल्प यु विथ इट एक्चुली मेरो ड्याडको कार वास छ म तपाईँलाई त्यसमा काम दिलाउन सक्छु तपाईँ मसँग आउनुहुने ओके कम तिमीलाई यति धेरै माया गरे